अब उखानेको गुहानेहरूलाई त खुब रमाइलो भइरहेको होला। अझै पनि सबक सिकेका छैनौ तिमीहरूले। अझै पनि नेकपा एमाले जिन्दाबाद भन्न त छोडेका छैनौ। बनाइदियो त तिमीहरूको बाउले। जिन्दगी त अन्धकार थियो देशै अन्धकार बनाइदियो। मजा लागिरहेको होला नि उखानेको गुहानेहरूलाई हैन। अनि अझै पनि नेकपा एमाले जिन्दाबाद भन्न त छोडेको छैनौ नि कमेन्ट सेक्सनमा आएर। तिमीहरूको अस्तित्व नै लगेर एमालेको पाउमा चढाए पनि मेरो चाहिँ केही पनि भन्नु छैन है। तिमीहरूको इच्छा हो, बुझ्यौ नि। मैले कोही व्यक्तिको लागि बोलेको होइन कि यो देशको लागि बोलेको हो। सो अब हिजो कति घन्टा बत्ती गयो, अस्ति कति घन्टा बत्ती गयो। तिमीहरूको घरमा त अब जेनेरेटर होला के होला। अब उखानेले गुहानेहरूलाई सबैलाई सुविधा त दिएको होला। त्यही भएर त उखानेको गुहानेहरू अहिलेसम्म पनि नेकपा एमाले जिन्दाबाद जिन्दाबाद भन्दै हिँड्छन्। हामीलाई त केही पनि छैन हेर। अनि हामी जस्तो सर्वसाधारणहरूको घरमा त त्यस्तो सेवा पनि छैन। र संसदमा या सदनमा एउटा गम्भीर विषयमा प्रश्न उठिरहँदाखेरि झ्याप्प बत्ती जान्छ। त्यहाँ त इन्भर्टर होला, जेनेरेटर होला, त्यहाँ केही पनि प्रब्लम भएन। तर हरेक सर्वसाधारणको घरमा त्यो सुविधा नहोला। भात राइस कुकरमा पाकिरहेको हुन्छ, अचकल्टो हुन्छ। मोबाइल चार्ज अचकल्टो हुन्छ। कति विद्यार्थीहरूले इक्जामको लागि तयारी गरिरहेका छन्, त्यो पनि त अचकल्टै भयो। उनीहरूको भविष्य अन्धकार भयो। कति ठाउँमा अपरेसन सक्सेस भएन होला। अपरेसनको तयारी गर्दै गर्दा कतिले ज्यान गुमाउनु पर्यो होला, होइन त। अनि उखानेका गुहानेहरू अझै पनि नेकपा एमाले जिन्दाबाद जिन्दाबाद भन्दै हिँड्छौ नि। तिमीहरू जस्तोहरूलाई हो उखानेको गुहानेहरू झोलेहरू भन्ने, बुझ्यौ नि। हामीलाई भन्दैनन्, हामी यो देशभक्ति देशप्रेमी व्यक्ति हौँ। त्यस कारणले गर्दाखेरि जुन दिनदेखि कुलमान घिसिङलाई यो उखानेले हटाएर जुन त्यसको सालो गुहाने राख्यो नि, त्यो दिनदेखि चाहिँ मान्छेको जिन्दगी त अन्धकार बनाइदिएकै थियो। हरेक मान्छेहरूलाई अन्धकार बनाएर केही उपाय नलाएर विदेश धकेलेकै थियो। तर देशै अन्धकार बनाइदियो। एउटा जनताले पाइरहेको सुविधा पनि खोस्यो। एउटा कुलमान घिसिङ यति राम्रो व्यक्ति, जनताले चुनिएको र जनतालाई एकदमै धेरै मन जितेर अग्रपन्थीमा आएको व्यक्तिलाई उसको म्याद उसको अवधि पनि नपुगिकन बिचमै उसलाई हटाएर उसको आफन्त मान्छे राख्यो होइन त, उसको सालो राख्यो होइन त हो। जनताले रुचाएको मान्छे किन यही टाउकीहरूलाई मात्रै मन पर्दैन? जनताहरूले जो व्यक्तिलाई जय जयकार गर्छ त्यही व्यक्ति मात्रै किन यो उखानेहरूलाई चाहिँ मन पर्दैन? तिमीहरूसँग हातेमालो नगरेर हो? तिमीहरू जस्तै घुसपेट खान नमिलेर हो के हो? कि तिमीहरूको यो जेनेरेटर यो हरेक कुराहरूको चाहिँ व्यापार बिजनेस ठप्प भएर यो गरेको हो भने हामीलाई खुलायम भन्देऊ। हामीले त तिमीहरूसँग केही पनि मागेको होइन। हेर, कुनै पनि ठाउँमा एउटा जनताले तिमीहरूलाई हरेक दुःख मेहनत गरेर हरेक कुराको तिमीहरूको विश्वास गरेर तिमीहरूमाथि ट्रस्ट गरेर हामीले जति पनि भोट दियौँ, तिमीहरूलाई त्यो स्थानमा पुर्यायौँ। हामीले पाउने भनेको तिमीहरूबाट केही पनि होइन। हेर, हामीले सेवा सुविधा हो, त्यसमा पनि पाएको सुविधाहरू तिमीहरूले यसरी कटौती गरिरहेछौ भनिसके पछाडि तिमीहरूलाई अझै पनि हामीले विश्वास गर्ने? तिमीहरूलाई मिसन 84मा नि यो अन्धकारमा बसिरहेका जनताले टस बालेर हेर्दाखेरि पनि नदेख्लान् नभेट्लान्। विचार गर, पत्ता साफ होला है। पैसाको खोलो ओछ्याएर मात्रै सधैँ जय जयकार नहोला पार्टीको। विचार गर। त्यस कारणले गर्दाखेरि राम्रो गरिरहेको मान्छेलाई राम्रो गर्न दिनुपर्छ भन्ने हाम्रो नितान्त विचार हो हामी जनताहरूको। उखानेका गुहानेहरू अब पनि बुझ्दैनौ भने कहिले बुझ्छौ? उखानेका गुहानेहरूले अब पनि नबुझे कहिले बुझ्छन्? तिमीहरूको घरमा अन्धकार भएन? तिमीहरूका बच्चा बच्चीको भविष्य अन्धकार भएन? कुनै पनि जनताले मेरो ठाउँमा बत्ती दिनुस्, पानी दिनुस्, एउटा हस्पिटल दिनुस्, एउटा स्कुल दिनुस्, एउटा बाटो दिनुस् भन्नु पनि जनताको माग हो। कुनै पनि जनताको डिमान्ड होला त्यो। एउटा पाएको सुविधा पनि यसरी कटौती गरिदिने, यस्तो विचलित गरिदिने। अनि कुलमान हुँदाखेरि त्यत्रो फाइदामा गएको के अरे विद्युत प्राधिकरण अहिले यति चाँडै यस्तो उसमा के अरे घाटामा हुने? तिमीहरूकै बाउ आउँदा मात्रै किन यस्तो हुन्छ त? जनताका लागि निस्वार्थ तरिकाले माया गर्न आएको हो, जनताका लागि काम गर्न आएको हो, जनतालाई माया गर्न आएको हो भनेदेखि के अरे नियुक्ति भएको 2 वर्ष के अरे 2 महिना पनि नभइकन कसरी यस्तो हालत हुन्छ त जनताहरूको? कसरी सडकमा आन्दोलन गर्छन् त जनताहरू? जनताहरूको काम छैन? तिमीहरू पो जनताहरूलाई चुसेर खुन पसिना चुसेर मस्त पोटिरा भएर हिँडेका छौ। जनताहरूको पसिनामा मनोरञ्जन गरेर हिँडेका छौ त। बिहान बेलुका छाक टार्नको लागि दौ परेर मेहनत गरिरहेका जनताहरू सडकमा यतिकै उत्रिन्छन्? लाज लाग्दैन? अनि हाम्रो देशको प्रधानमन्त्री किडनी फेरुवा बा कहिले यो देशले शान्ति पाउने? लाज लाग्दैन?
के गर्न खोजेको हो यो मान्छेलाई, यो अहिलेको हाम्रो प्रधानमन्त्रीलाई किडनी दिने मान्छेलाई पनि कति धिक्कार लागेको होला है। छ्या 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 छ्या, यस्तो मान्छेलाई किडनी दिनुभन्दा त मा कसम गोली हानेर मारिदिनु।